हेलो साथीहरू, आयो सबै सन्चै हुनुहुन्छ होला। मैले चाहिँ ठ्याक्कै नेपालको सन्दर्भमा मिल्ने एउटा एनिमल फार्म भन्ने बुकको चाहिँ अडियो बुक सुनेको थिएँ होइन। त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मान्छेहरूले जनावरहरूलाई चाहिँ दमन गरेको पहिला चाहिँ, अनि त्यो जनावरहरूको चाहिँ जस्तो कि सुँगुरको पाठापाठी बेचिदिने, सुँगुरहरूलाई पछि काट्ने होइन, अनि गाईहरूको दुधहरू सबै बेचिदिने, अनि कुखुराहरूको अन्डाहरू सबै बेचिदिने, त्यस्तो हुन्छ नि। जस्तो कि अनि तिनीहरूलाई पेटभरि खाना पनि नदिने हो, त्यस्तो गरेको हुन्छ। अनि त्यो गरेपछि चाहिँ सुँगुरले सबलाई उचाल्छ क्या, कुखुरा, गाई हुन्छ नि, सुँगुर, बिरालो, अब के हुन्छ जनावर सबलाई उचाल्छ। अब चाहिँ हामी जहिले भोकै बस्ने होइन, हाम्रो पाठापाठीहरू पनि बिक्री भइरहेको छ, हामीले आफूले पेटभरि खाना पनि पाएको छैन, अनि अन्डाहरू पनि तिमीहरूको अन्डाहरू पनि सब बेचिदिन्छ, तिमीहरूले आफ्नो बच्चा बच्ची हुन्छ नि देख्न पाएको छैन भनेर उचाल्छ है। उचालेपछि सबले हो भन्छ, घोडाले नि हो भन्छ, कुखुराले नि हो भन्छ होइन, सबले हो भनेर आवाज उठाउँछन्। अनि त्यसपछि त्यो फार्मको चाहिँ मालिकसँग लडाइँ परेर त्यो चाहिँ भाग्छ होइन, जित्छन् जनावरहरूले। अब आवाज उठाउने त्यो सुँगुर हो के अरे, सुँगुरलाई चाहिँ सबले हल्का ठुलो मान्छन् क्या। अनि मानिसी तिनीहरूले रुल के बनाउँछन् भन्दाखेरि, हामीले यो लडाइँ जित्यौँ भने हामी जुन ठुलो जनावर सानो जनावर हुँदैन कहिले पनि, अनि आफ्नो बिच चाहिँ कसैले पनि काटमार गर्ने छैन जनावर बिच भनेर हुन्छ नि, अनि पेटभरि सबले खाना पाउने छ, अन्डाहरू बेच्ने छैनन्, दुध बेच्न पाउने छैन, यस्तो नियम बनाएको हुन्छ कि त्यही जनावरहरूले। अनि बनाइसकेपछि लास्टमा जित्छन् जनावरहरूले नै। अनि बिस्तारै के गर्छ त, त्यो सुँगुरले चाहिँ अरू अलि बलियो जनावरहरूको सहायता लिएर, कुकुर हुन्छ नि यस्तो यस्तोको, अनि त्यो जनावरहरू त्यही सोझा जनावरहरूलाई चाहिँ फेरि आफ्नो फन्दामा लिन्छ क्या। तिनीहरूको दुध पनि बेचिदिन्छ, पछि काम फेरि यस्तो गोरुको जसरी काम गराउँछ होइन, गधाले चाहिँ म जहिले पनि कामै गर्ने हो भनेर फेरि काम गर्छ। अनि यस्तो हुन्छ, लास्टमा तिनीहरूले फेरि भोकै बस्छन् होइन, जहिले भोकै बस्नुपर्छ। त्यो सोझा साझा त्यो हुन्छ नि जनावरहरूको अन्डाहरू पनि बिक्री हुन्छ। लास्टमा आएर त्यही कुखुराहरूले आवाज उठाउँदाखेरि तिनीहरूलाई पनि काटिदिन्छ होइन। अनि जुले हुन्छ नि तिनीहरूको विरुद्ध आवाज उठाएको हुन्छ, तिनीहरूलाई मार्नेदेखि काट्नेदेखि त्यस्तो हुन्छ क्या त्यही जनावरहरूमा। अनि यसो यो हेर्दाखेरि चाहिँ अहिले हामीले नेपाललाई चाहिँ यही पहिलाका शासकहरूको अत्याचार दमनलाई चाहिँ सहन नसकेर, भ्रष्टाचार सहन नसकेर हामी जस्ता साथीहरू चाहिँ ज्यान गुमाउनु परेको छ नि त। अनि त्यो ज्यान गुमाउनु पर्यो, अब चाहिँ फेरि हुन्न भनेर हामीले नयाँलाई चाहिँ अगाडि पठायौँ होइन। यो अगाडि पठाउँदाखेरि पछि फेरि यही सुँगुरको ताल चाहिँ नदेखाउनु होला होइन। यो सुँगुर भन्नाले चाहिँ नेपोलियन के भन्ने छ कि त्यसको ठ्याक्कै नाम आएन हो, त्यस्तो चाहिँ नदेखाउनु होला। हाम्रो एउटा हुन्छ नि आशा छ, तपाईँहरू माथि होप छ, त्यो चाहिँ पुरा गरिदिनु होला होइन। त्यही हो। अनि अब जुन नेपाली जनताले हामीले के चाहेको भन्दाखेरि भ्रष्टाचार नहोस् होइन, सुशासन होस्, देशमा रोजगारी सिर्जना होस्, अनि अब देशमा विकास होस् होइन, त्यस्तो खोजेको हो है। त्यो चाहिँ होस्। यही यो एनिमल फार्मको जस्तो चाहिँ हामीले कथा फेरि पनि सुन्न नपरोस् है त।